आदरणीय दर्शकहरू नमस्कार। म तपाईहरुलाई बुटवलबाट अन्नपूर्ण बेस क्याम्पसम्म जाँदाखेरि लाग्ने समय, बाटोको अवस्था र त्यहाँको मौसम प्रतिकूल चाहिने सामानहरू र खर्चको बारेमा बताउँदै छु। हामी बुटवलबाट अन्नपूर्ण बेस क्याम्प जाँदैछौँ। बाटोमा हामी यो स्याङ्जा पाल्पा हुँदै पोखरा पुग्यौँ। पोखरा मामाको घरमा भेटघाट गरेर पोखरा यसो अवलोकन गरियो र भोलिपल्ट दिउँसोको खाना हामी पोखरातिरै नै खाइयो। हामी अघिल्लो दिन दिउँसो 1 बजे बुटवलबाट चढेको, साँझ 8 बजे पोखरा पुगेका थियौँ र त्यहीँ बसियो। पोखराको मनोरम दृश्य अवलोकन गरिसकेपछि हामी पोखरा हरिचोकबाट गाडी चढेर घान्द्रुकको लागि हिँडियो। यो चाहिँ फराकिलो सडक हुँदै नाउडाँडा उकालो चढेर नयाँ पुल हुँदै हामी बिरेठाँटी हुँदै घान्द्रुक पुगियो। घान्द्रुकमा पुगिसकेपछि अलिकति हिँड्न पर्ने भयो र हामी केही बेरको हिँडाइपछि घान्द्रुक बस पार्कबाट पुनः एउटा जिप गरेर फेरि त्यहाँबाट हामी सामरुङसम्म जिप पाउँदो रहेछ र सामरुङ भन्ने ठाउँसम्म सामरुङ पुग्ने बेला भएको छ। सामरुङ पुगियो। सामरुङमा यात्रुहरू चाहिँ गाडी कुरेर बसिरहेको अवस्था थियो। गाडी एउटा मात्रै, यात्रु धेरै भएकोले उहाँहरू फेरि एबिसी बेस क्याम्पबाट फर्केर आएको यात्रुहरू हुनुहुन्छ। हामी यहाँबाट हिँड्ने तयारी गरेर लौरो खोजेर हामी हिँड्न सुरु गरियो। यही अब यो झोलुङ्गे पुल तरेर माथि गएपछि झिनो डाँडा भन्ने ठाउँ आउँछ। आज हामी छोमरुङको सम्म पुग्ने योजना छ। हेरौँ अब कतिको साथ दिन्छ। मौसम बिग्रेला जस्तो छ। नभन्दै मौसमको खराबी भएर अनि पानी आएको अवस्था छ। पानी आइसकेपछि अब लुगाहरू चाहिँ अब रेनकोटहरू र प्लास्टिक लिएर लगाएर चेन्ज गरेर फेरि आफ्नो गन्तव्यतर्फ हामी लाग्यो। हामी झिनोबाट अब उकालो लाग्दैछौँ। इन्द्रणी लागेको अवस्था छ। कति राम्रो दृश्य देखिएको छ। अगाडि हिँड्ने क्रम जारी छ। उकालो छ, गाह्रो भइरहेको छ। सायद झोला धेरै भएर होला। अब हामी छोमरुङ पुग्यो र झोला धेरै पनि छ। आधा कपडाहरू हामी यहीँ छोड्छौँ। धेरै लुगा लिएर जाडो छ यसो छ भनेर हिँड्नुपर्ने अवस्था देखिन। पुज्दाखेरि धेरै कपडा लानु नपर्ने रहेछ र हामी छोमरुङमै भोलिपल्ट बिहानको दृश्य अवलोकन गर्दै खिचेर यो मोबाइलले अनि त्यहाँबाट एक झोला लुगा चाहिँ त्यहीँ छोडेर त्यहाँबाट हामी फेरि यात्रालाई निरन्तरता दिनेछौँ। हिँड्दै गर्दा अगाडि खचरहरूको लाम, पछि म यसो हेर्दा गोठालो गर्न आए जस्तो पनि देखिन्छ। घरि भैँसी अघि लागेका छन्, घरि गुछ। हिँड्दै गर्दा यो पर्यटकको लाम लस्कर हामी छोमरुङ क्रस गरियो। बल्ल क्रस गरेर अब यो तल खोला तरेपछि यो तल्लो छोमरुङ तरेर उकालो अब लोअर सिनुवा भन्ने ठाउँमा आइपुग्यौँ।
अलिकति उकालो हिँडेर अब अप्पर सिनुवा अहिले माथि पर्दछ। हामी कछुवाको तालमा बिस्तारै बिस्तारै हिँड्दै त्यही अब यहाँ बोर्डमा लेखेर 1.5 घन्टा 2 घन्टाको बाटो भनेको ठाउँमा हामीलाई ठ्याक्कै डबल समय हामीले लिइरहेका छौँ। हामी अब असक्त पनि भइयो। त्यसपछि अब खुट्टा 3 ठाउँमा फ्र्याक्चर भएको छ, स्टिल छ खुट्टामा, हिँड्न गाह्रो हुन्छ, झोला बोक्नु परेको छ। त्यसैले गर्दा बिस्तारै बिस्तारै हामी सिनुवा लोअर सिनुवामा पुग्यौँ र अब अप्पर सिनुवा पनि आइपुग्न लाग्यौँ। चारैतिर डाँडा काँडाको दृश्य हेर्दै अवलोकन गर्दै रमाउँदै थकान महसुस हुन्छ। केही बेर चिसो हावा चलेको छ, बुटोलको गर्मीलाई बिर्साउने। बुटोलमा अत्यधिक गर्मी थियो। हामी पालै पालो आराम गर्दै सिनुवा पुग्यौँ, अप्पर सिनुवा। यहाँबाट सिनुवाबाट 1.5 घन्टा भनेको छ ब्याम्बुलाई, र हामी 3 घन्टा लगाउनेछौँ। हामी आरामसँग हिँड्दै बस्दै थकाइ मार्दै पानी पिउँदै भिडियो बनाउँदै फोटोहरू खिच्दै गर्दाखेरि केही समय लाग्छ। हामीलाई त्यति आतुरी पनि छैन, त्यही कारणले अब जति सकिन्छ यो कभर गरेर हजुरहरूलाई देखाउन खोजेको। भन्दा भन्दै हामी 3 घन्टामा ब्याम्बु पुग्यौँ र ब्याम्बुमा बासा बसियो। हामी ब्याम्बुमा बासा बसेर भोलिपल्ट बिहान ब्याम्बुमा खाजा खाएपछि निस्कियौँ। पुनः पदमार्ग सिचोल्दै अब जङ्गलको बाटो, नदी नाला खोल्सा झरनाहरू पार गर्दै यो सुन्दर दृश्यहरू अवलोकन गर्दै भिडियो बनाउँदै खिच्दै हामी निरन्तर हिँडिरह्यौँ। हाम्रो यात्रा जारी नै छ। हिँड्ने क्रममा बाटोमा केही दृश्यहरू आउँछन्, मनोरम दृश्यहरू। त्यहाँ भिडियो बनाउने, फेरि फोटो खिच्ने। अब हिँड्दै हामी दोभान आइपुग्यौँ। अब यो दोभानमा यो तपाईँको यो बिजुली निकाल्ने ठाउँ रहेछ। यहीँ स्थानीयहरूले यहीँबाट बिजुली निकालेर यहाँको होटल व्यवसायहरूले यही बिजुलीबाट चाहिँ चलाउने रहेछन्। यहाँ चाहिँ केन्द्रीय लाइन आएको छैन, त्यसैले गर्दा आफ्नै चाहिँ लघु जलविद्युत आयोजना रहेछ, यसैबाट उहाँहरू चलाउनु हुँदो रहेछ। यी दोभानमा केही होटलहरू छन्। यी होटलहरूमध्ये अब यहाँ आउने बस्नेहरूको लागि सुविधा छ, तर हामी यहाँ बस्दैनौँ। हामी अगाडि लागेका छौँ। हामी हिँड्दै जाँदैछौँ। अब कहीँ चाहिँ सर्टकट हान्दै यताबाट माथि घुमेर जानुभन्दा खोलाको बाटो भनेर सर्टकट हालिरहेका छौँ। र बुटोलदेखि आउँदाखेरि तपाईँको पोखरामा 1 दिन स्टे गरेर पोखरा घुमेर त्यसपछि यतातिर आउनु होला। पोखराबाट 1 दिनमा छोमरुङ पुगिन्छ। छोमरुङबाट 1 दिनमा अब ब्याम्बु हामी पुग्यौँ। अब यसले हिँड्ने मान्छे त अझ टाढा यतै दोभानतिर आएर नि बस्छन्। हामी चाहिँ छोमरुङमै बसियो र अहिले अप्पर दोभान खिचोल्दैछौँ। निरन्तरता छ हिँड्ने क्रममा। र यहाँ चाहिँ खासै त्यति चाहिँ भने जस्तो र धेरै मान्छेले भने जस्तो त्यस्तो महँगो त छैन, तर होटलहरूमा चाहिँ पहिल्यै समयमै सम्पर्क गरेर बुकिङ गरेर आउनुभयो भने राम्रो हुन्छ। यो एभलान्च आएको छ यहाँ अगाडि बाटोमा हिँड्दै हिँड्दै। एभलान्च भन्नाले नेपालीमा यो हिम पहिरो बगेर यो पानी खोला हो। खोलाको मुनिबाट पानी बगेको छ, माथि माथिबाट हिउँ जमेको छ र यसरी चाहिँ हामी यो क्रस गर्दैछौँ। हाम्रो म्याडमलाई फेरि बरफ खेल्न मन लागेछ, कोट्याउँदैछिन्। यस्तै बाटोमा कोही ठाउँमा चाहिँ यस्तो चाहिँ अलिकति एकदमै खतरा डेन्जर जोन जस्तो छ। यस्तो बाटोमा चाहिँ हेर्दा तल हेरेर हिँड्नु होला। दायाँ बायाँ हेरेर हिँड्दा त्यहाँबाट खसियो भने फेरि तल खोलामै पुगिन्छ, डेन्जर छ। अनि बाटोमा पनि अरू त सबै ठिकै छ, बाटो पनि राम्रै छ। ल हेर्नुहोस्, मजाका खुड्किलाहरू छन् ठाउँ ठाउँमा। कोही ठाउँमा मात्रै जङ्गलमा हो, नत्र बनाइरहेको छ। कतिपय ठाउँमा बन्दै पनि छ अगाडि।
र कुहिरो लागेको छ, पुरै चारैतिर कुहिरोले ढाकेको अवस्था छ। हामी अब आजको यात्रा देउरालीसम्म, भयम्बुबाट देउरालीसम्म जाने सोचमा छौँ। अब यसरी चाहिँ हिँडिरहेको छु। हिँड्दा अब चिसो भएर हातले काम नगर्ने मेरो, त्यही भएर हात बाँधेर माथि राखेको छु। खुट्टा पनि दाहिने खुट्टा अलिकति 3 ठाउँमा टुक्रिएको खुट्टा हो, त्यसैले गर्दा हिँड्दाखेरि अलिकति असहज महसुस, देख्दाखेरि पनि असहज महसुस भइरहेको छ। हामी अहिले यो तल देखिने मोदी खोला हो र माथि केही चाहिँ चौपारीमा बासा एकछिन आराम गरौँ भनेर उभिएको। पानी पर्ला जस्तो भइरहेको छ, मौसमले च्यालेन्ज गरेको छ। झोलालाई त ओढाइएको छ, आफूले चाहिँ ओढिएको छैन। गर्दा गर्दै हामी यो हिमालय भन्ने ठाउँसम्म आइपुग्यौँ। यहाँ आइपुग्दा सिमसिम पानी पर्यो। पानी परेको कारणले एकछिन पानी बिदो नउन्जेलसम्म बसौँ, खाजा खाउँ भनेर यहाँ एकैछिन यो हिमालय भन्ने ठाउँमा बसिएको छ। यी डाँडा काँडाहरू जम्मै काला पत्थर जस्ता देखिएका छन्। तपाईँहरूले देख्न सक्नुहुन्छ। तपाईँहरू आउनुभयो भने यहाँ आउने, बस्ने, खाने गर्न सक्नुहुन्छ। र यो हिमालय कटिसकेपछि तपाईँको यो मन्दिर हो, यो बराह मन्दिर हो। यो मन्दिरभन्दा माथि तपाईँले चाहिँ कुनै पनि मांसाहारी जन्य पदार्थहरू लिएर जान पाउनुहुन्न। यो मन्दिरभन्दा माथि, त्यो मन्दिरभन्दा यतातिर पाइन्छ, मांसाहारी खान पनि पाइन्छ, लान पनि पाइन्छ, तर माथि चाहिँ लान पाइँदैन। यो ख्याल गर्नु होला। त्यस्तो छ भने बाटैमा खाएर अथवा उ गरेर सकेर लान सक्नुहुन्छ। यो पहाडहरू हेर्न सक्नुहुन्छ, तपाईँको जम्मै चाहिँ उ भइसकेका छन्। यो बाटो बन्दै गरेको अवस्थामा छ। हेर्नुहोस्, यहाँ बाटो अहिले चाहिँ यहाँ बाटोमा मजदुरहरूले फिलिङ गर्दै बाटो बनाउँदै गरिरहेको अवस्था छ। यात्रुहरूले केही टिप्स दिनुहुन्छ कि भनेर भाँडा थापिराख्नु भएको छ। हामीले पनि केही टिप्स राखिदियौँ अनि हामी अगाडि बढ्यौँ। बढ्दै गर्दाखेरि अगाडि एउटा गुफामा पुग्यो। गुफाको भित्रपट्टि बुद्ध भगवानको मूर्ति राखिएको रहेछ। अनि यहाँ चाहिँ म्याडमले प्रार्थना पनि गरिहाल्नु भयो। र अगाडिको दृश्यहरू, अगाडि चाहिँ अर्को ठुलो हिउँ पहिरो गएको रहेछ खोलामा। अनि यो क्रस गर्न एकछिन समय लाग्यो। बाटो अलिकति चाहिँ होसियार भएर हिँड्नुपर्छ, नत्र चाहिँ चिप्लिन सक्छ। र तपाईँहरूले जुत्ताहरू पनि यो यात्रामा हिँड्दाखेरि जुत्ता ट्रेकिङ सुज भनेरै मागेर चाहिँ लिनु होला। त्यो चाहिँ केही महँगो चाहिँ हुन्छ, तर चाहिँ सहज र सुविधा, खुट्टालाई पनि आराम हुन्छ। हिँड्दै गर्दा यसरी चाहिँ माथि चाहिँ बरफ छ, तलबाट पानी बगिरहेको छ। यस्तो अवस्था छ बाटोमा। यो वैशाखको महिनामा पहिलो हप्ता, वैशाखको पहिलो हप्ता भनौँ भित्र यस्तो छ। हामी हिँड्दै गएर देउरालीको नजिक आइपुगेका छौँ। सायद आज हामी देउरालीकै बासा हुन्छ होला। आज हाम्रो तेस्रो दिन। यहाँ ल हेर्नुहोस्, यो खुट्टा नभएको मान्छे, दुइटै खुट्टा बिजुलीको करेन्टले खाइदिएको छ। उहाँको दाहिने हात पनि छैन, तर उहाँ पनि यत्रो चाहिँ हिम्मत आँट गरेर उहाँ चाहिँ अहिले अन्नपूर्ण बेस क्याम्प पुगेर फर्कनु भएको छ। सलाम छ उहाँलाई। हौसला र आँट हुनुपर्छ। र त्यो बाटो केही पनि होइन, जस्तो पनि हामी पार गर्न सकिन्छ भन्ने उदाहरण हो उहाँ एउटा। तपाईँले देख्न सक्नुहुनेछ। उहाँहरू भारतबाट आउनुभएको रहेछ। एकछिन कुराकानी गरियो र दुःख लाग्यो। अब के गर्ने, त्यस्तै हो। बिजुलीले काम गर्दाखेरि अब जोखिम हुन्छ। उहाँले आफ्नो एउटा दाहिने हात र दुईटा खुट्टै गुमाउनु भएको रहेछ। उहाँलाई छोडिसकेपछि हामी एउटा सानो झरनाको नजिक आइपुग्यौँ। अगाडि माथि कुहिरोले झापिएको छ। बरफले छोप्नुपर्ने ठाउँहरू काला पत्थरका रूपमा परिणत भएका छन्। र अनि जम्मै अब यो चाहिँ जलवायु परिवर्तनको कारणले यस्तो भएको हो। यहाँ चाहिँ म्याडमले तस्बिर खिच्दै क्रममा र यो झरना र यहाँको अवस्था हेर्दा मनोरम दृश्यले मलाई ननाची म रहनै नसक्ने अवस्था भएर यो खुसीको क्षण अथवा भनौँ या मनभित्रैबाट चाहिँ नाचु लागेर सकि नसकि नाचेको अवस्था।